यो यामाहा एफजेड V2 बाइक हो हैन। यसको मैले यो भेल सेटिङ गर्दैछु है। हाम्रो भेल लक चाहिँ मैले फसाइसकेको छु। हाम्रो यो हातमा जुन यो भन्छ नि सिम भन्छ यसको है, यो दुईटा सिम छ। यो सिमको कति महत्त्व हुन सक्छ है, यो हाम्रो मेकानिक साथीहरुलाई सबैले थाहा हुन्छ है। हाम्रो यो सिमले भएन भने, यो सिम भएन भने यहाँ तपाईको यो आवाज हाम्रो जति मिलायो भने हाम्रो राम्रोसँग आवाज पनि मिल्दैन, यो भेल पनि चाँडै बिग्रिने सम्भावना पनि हुन्छ। अनि जस्तो हाम्रो बाइकले परफर्म माइलेजहरु पनि दिनुपर्ने त्यो दिदैन। अब यसमा जस्तो म देखाउँछु, यो केम शाफ्ट हो है। केम शाफ्ट पनि त्यतिकै भूमिका खेल्छ यसमा हैन, पिकअपहरुको लागि, माइलेजको लागि, स्टार्टिङको लागि है। यो चाहिँ हाम्रो अलि ओरिजिनल भएन भने, चाहे नोकल कहिलेको बिग्रियो, नोकल हाल्यो भने आवाज हाम्रो स्मुथ नआउन सक्छ है। अब जहिले पनि यो बिग्रियो भने छ भने ओरिजिनल हाल्ने, होइन भने या पुरानै चल्छ हैन, फेर्नै पर्छ भन्ने छैन हैन। यो हाम्रो ठीक छ हैन। यो मैले यही हाल्छु, पुरानै हाल्छु, केम शाफ्ट केही भएकै छैन। त्यसमा पनि अब यसमा एउटा रोक्कर पिन हुन्छ है। यो हाम्रो रोक्कर जस्तो अब यसको बेयरिङहरु चेक गर्ने हैन, बेयरिङ कतिको प्ले छ। जस्तो यो हाम्रो दुईटै बेयरिङ, यो दुईटै केम रोक्करको बेयरिङ ठीक छ है। यो मैले चाहे दुईटै पुरानै हाल्न लागेको हो, म नयाँ हाल्दैन हैन। चल्ने छ भने सकेसम्म जति चल्छ चलाउने हो। यो पनि बिग्रियो भने सकेसम्म ओरिजिनल हाल्ने गर्नु, साउन्डहरु बिग्रिदैन, राम्रो पनि आउँछ अनि मिलाउन पनि सजिलो हुन्छ। मैले यो चाहिँ फिटिङ गर्दै छु, म फिटिङ गरेर देखाउँछु कसरी सेटिङ हुँदै रहेछ। यो मैले रोक्करहरु सेट गरिसकेको छु हैन। यो हाम्रो घुम्छ, यो कम्प्रेसरको काम गर्छ। यो भनेको इनलेट हो, यो आउटलेट हो हैन, जसको एक स्टार्ट भएपछि कस्तो हुन्छ, यताबाट हाम्रो फ्युल जान्छ, फ्युल यहाँ प्रेसर बनेर जल्छ अनि यो भेलबाट पास हुन्छ यता सलेन्सरबाट है। हाम्रो चाहिँ यो फिटिङ भइसकेको छ। यो एफजेड V2 को हो। इन्जिन चाहिँ हाफ इन्जिन चाहिँ बनाउन लागेको छु। भिडियो मन परेमा लाइक र शेयर कमेन्ट गरिदिनु होला। धन्यवाद।